नमस्कार, रेडियो मिरमिरे 89.4 मेगाहर्ज र mirmireonline.com.np बाट संसारैभरि हेरेर सुनेर बस्नुभएका देश विदेशका सम्पूर्ण आदरणीय श्रोता एवं दर्शकवृन्दमा म तपाईहरुकै साथी रमा पन्थीको हार्दिक अभिवादन। हरेक हप्ता जस्तै आज पनि हामी लिएर आएका छौं स्वास्थ्य, सौन्दर्य र दैनिकीसँग जोडिएको विशेष कार्यक्रम हेल्थ एन्ड लाइफस्टाइल। यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न र हेर्न सक्नुहुनेछ। श्रोता प्राविधिक रूपमा साथ दिइरहनु भएको छ राज कपूर महर्जन र रेशमा नेपालीले। आजको आधुनिक प्रतिस्पर्धात्मक व्यस्त जीवनशैलीमा हामी पुस्तान्तरको दोसाँझमा छौं। एकातर्फ हाम्रो पुस्तौंदेखि चल्दै आएको नेचुरल ब्युटी, जहाँ जडीबुटी, भान्साका सामग्री, अर्गानिक जीवनशैली र शरीरको भित्रदेखि स्वस्थ बनाउने चाहना। अर्कोतर्फ आधुनिक सौन्दर्य, जहाँ अत्याधुनिक प्रविधि, लेजर, हाइड्राफेसियल जस्ता तत्कालै नतिजा दिने नयाँ प्रविधि र केमिकलको सम्मिश्रण। आज कार्यक्रम हेल्थ एन्ड लाइफस्टाइलमा यिनै सैद्धान्तिक, व्यावहारिक र बदलिदो आधुनिक ट्रेन्डका विषयमा केन्द्रित रहेर छलफल गर्दैछौँ। आज हामीसँग हुनुहुन्छ यस क्षेत्रका विज्ञ एवं ब्युटिसियन, पीएस ब्युटी सैलुन तालचीखेल ललितपुरका सञ्चालक तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको महालक्ष्मी नगर कमिटी अध्यक्ष पूनम थापाज्यू। नमस्कार म्याम। नमस्कार। म्याम, रेडियो मिरमिरे र मिरमिरे अनलाइनको यो विशेष संवादमा यहाँलाई धेरै स्वागत छ। धन्यवाद म्याम। आराम हुनुहुन्छ म्याम? हजुर, एकदम ठिक छ। यस क्षेत्रमा काम गर्नुभएको कति वर्ष भयो? करिब भइसक्यो 7 वर्ष पुऱ्याएर हामीले पोहोर साल 7th एनिभर्सरी मनायौँ। यही सेक्टरमा काम गरेको छ, त्यति नै भयो। अनि यो पेसामा कसरी आउनुभयो, कति वर्षदेखि, कहिले, कसरी प्रेरणा मिल्यो, त्यसको बारेमा पनि बताइदिनु अलिकति। यो म अलिकति पहिलादेखि नै ग्ल्यामर फिल्डमा पनि अलिकति टच पहिला। जस्तै म पहिला पुरानो मेरो घर नेपालगञ्ज, मिस पेरियरदेखि मिस नेपालमा पनि पार्टिसिपेट गरेको। अनि अलिकति ब्युटीप्रति चाहिँ अलिकति इन्ट्रेस्टेड चाहिँ थिएँ पहिलादेखि। तर यही पेसामा आउँदाखेरि चाहिँ अलिकति रोचक प्रसङ्ग कसरी भयो भन्नुहुन्छ भन्दा, अनि पछि त्यो गर्दै जाँदाखेरि हामीले चाहिँ यो ब्युटिसियन ट्रेनिङ सेन्टर खोल्ने भन्ने एउटा कुरा भयो। खास त मैले ट्रेनिङ सेन्टर भनेर इस्टाब्लिस गरेको गर्नलाई, तर अहिले चाहिँ हामी सर्भिसमा मात्र छौँ। तर कस्तो भयो भने त्यहाँ चाहिँ सर्भिसलाई चाहिँ बढी मन पराइदिनु भयो, अनि अहिले हामी सर्भिसमै छौँ अहिले। स्पेसली त्यहाँ चाहिँ के कुन सर्भिसहरू दिने गर्नु भएको छ नि हजुरले? त्यहाँ चाहिँ हाम्रो स्किन र हेयर सम्बन्धीको, जस्तै केराटिनहरू भयो, अनि अहिले आएको जुन नयाँ ट्रेन्डिङमा आएको छ नि नानोप्लास्टिया, अनि प्रोटिनहरू, अनि स्किन सम्बन्धी फेसियलहरू, हाइड्राफेसियल, मेनिकेयर, पेडिकेयर, जेल नेल सबै हुन्छ। सबै खालको ब्युटी प्रोडक्टहरू त्यहाँबाट पाइन्छ। हजुर। अनि चाहिँ यो पेसामा त धेरै केमिकलहरू हुन्छ होइन, केमिकलहरूसँग खेल्नु पर्ने हुन्छ। अनि त्यसमा चाहिँ कस्तो फिल गर्नु भएको छ आफूलाई चाहिँ? अब कुनै त्यस्तो रिस्क अहिलेसम्म त्यस्तो फिल छ कि छैन? रिस्की पेसा नै हो म्याम यो, किनभने स्वास्थ्यको हिसाबले गर्दाखेरि हामीले जब हेयर कलरहरू चलाउँछौँ, स्ट्रेटनिङ क्रिमहरू चलाउँदाखेरि त्यसमा जति एकदम कम र बढी हुने कति केमिकल छ भन्ने कुरा छुट्टियो, तर तिनीहरू चाहिँ केमिकल नै हो है। अब योसँग जस्तै केराटिन हजुरको गरेको दिनमा बेलुका आँखा पोल्ने त्यस्तो कि हामीहरूलाई गर्ने मान्छेहरूलाई, अनि जस्तो मास्क नलाइ गर्दाखेरि घाँटी दुख्ने त्यस्तो हुन्छ यो केमिकलमै। अनि त्यो धुवाले अनि भोलिपल्टसम्म पनि घाँटी दुख्ने भइरहेको हुन्छ। केमिकल त केमिकल नै हो यिनीहरू। अलिकति रिस्क स्किन सम्बन्धी बाहेकको जुन यो कपालको कामहरू अनि कलरको कामहरू चाहिँ यो केमिकलकै काम नै हो यिनीहरू। अनि अब त्यसबाट बस्न चाहिँ के कस्ता विधिहरू हजुरहरूले त अब त्यसमा खेलिराख्नु भएको छ होइन लामो समयदेखि, अनि त्यसमा त्यो केमिकलबाट त त्यो कसरी आफूलाई प्रोटेक्ट गर्ने? अनि यसले मेरै जुन दिदी हुनुहुन्छ जसको मैले उहाँको सलुन लिएको थिएँ नि, पार्लर लिएको थिएँ नि, उहाँ दिदीलाई चाहिँ कस्तो भने लामो समयसम्म यही सेक्टरमा उहाँले करिब 20 वर्ष बिताउनु भयो। त्यो 20 वर्ष बिताउँदाखेरि चाहिँ उहाँमा चाहिँ एउटा ढाडको प्रब्लम जस्तो देखियो कि उहाँलाई चाहिँ कस्तो भने। अनि यो पछि दीर्घ रूपमा चाहिँ यिनीहरूले चाहिँ असरै गर्छ होइन। अब यसबाट बस्नको लागि हाम्रो उपाय भनेको अलिकति स्ट्रेटहरू गर्दा, केराटिनहरू गर्दा अलिकति खुल्ला ठाउँमा गर्ने, अथवा मास्कहरू प्रयोग गर्ने, आफ्नो र कस्टमरलाई पनि दिने। त्यो धुवाहरू चाहिँ सकभर त्यसबाट बाहिर यसरी फाल्ने जुन अलि फ्यानहरू आइरहेको हुन्छ होइन, फ्यानहरू हाल्ने, त्यसरी अब आधुनिक किसिमले गर्न सक्यो भने चाहिँ अलिकति बस्न सकिन्छ। अब त्यो त्यसमा खेल्दिनँ भन्ने त त्यो त सम्भावनै हुँदैन। हजुर, गुड। अब त्यो त एउटा सेल्फ बिजनेस पनि भयो होइन, रोजगारको हिसाबले पनि।
अहिले चाहिँ अब त्यो रोजगारको सम्भावना चाहिँ व्यावसायिक हिसाबले कस्तो छ, कस्तो पाउनु भएको छ? अब अहिलेसम्म त म्याम म अब पहिला त अब अलिकति फरक उसमै अफिसमै काम गर्थेँ, अलि भन्नाले अब अफिसमै काम गर्थेँ। अनि अब अहिले चाहिँ त्यो अफिस र यो सेक्टर चाहिँ अलिक चाहिँ एकदम भास्ट डिफ्रेन्ट के सेक्टरै फरक भयो के। अनि यहाँ आएर घुलमिल गर्दाखेरि पहिला चाहिँ अलिकति गाह्रो भएको थियो। अनि अब बिजनेसको हिसाबले म आजसम्म यस्तो लाग्छ म मेरो परिवार यही गरेर नै पाल्न चाहिँ सक्छु, त्यति कन्फिडेन्स चाहिँ आउँछ कि म्याम। एकजनाले काम गरेर कतिजना पाल्न सकिँदो रहेछ त अनुभवमा चाहिँ। अनि यस्तो हामीले कति खटेर काम गरेका छौँ र हामीले कसरी काम गरिरहेछौँ त्यसमा पनि डिपेन्ड हुन्छ। अब एउटा बिजनेस खोलेर ओपन गरेर छोडेर ल मेरो बिजनेस छ भनेर मात्रै पनि चल्दैनौँ। हामीले अब मार्केटमा कम्पिटिसन छ त्यो अनुसार जानु पनि सक्नु पर्यो। अलिकति मेहनत गऱ्यो भने चाहिँ बाँच्न चाहिँ सकिन्छ र एउटा परिवार चाहिँ मजाले पाल्न सकिन्छ। अझ कति दिदीबहिनीहरू त एकदमै हुन्छ नि यहीमा सेक्टरमा लागेर कति पैसा कमाउने साथीहरू पनि हुनुहुन्छ। अहिले त पहिला जस्तो छैन नि त ब्युटी सेक्टर भनेको। पहिला ब्युटिसियन र अहिले हेर्ने अहिले मेकअप आर्टिस्ट भनेर हामीले एडभान्स जसरी लिएर गएका छौँ, अहिले हेर्ने तरिका चाहिँ धेरै फरक छ। अहिले त सबैलाई अब एक्स्ट्रा देखियौँ राम्रो बनौँ भन्ने त छ, क्रेजी छ। अनि यहाँहरूले गरेकोमा चाहिँ कस्टमरहरू सेटिस्फाई हुनुहुन्छ भन्ने चाहिँ लाग्यो हजुरलाई? हजुर, यो कस्तो छ भन्दाखेरि यो बिजनेस फिल्डमा अब सबैमा त्यो लागु नहुन सक्छ। यो बिजनेस पोलिसी पनि सबैको आफ्नो आफ्नो हुन्छ कि। जस्तै मेरो छुट्टै छ, अर्कोको अर्कै होला होइन। मेरोमा चाहिँ कस्तो हुन्छ भने मैले बिजनेसलाई पैसा कमाउने ठाउँ मात्रै हो भनेर कहिले पनि हेरेको छैन क्या म्याम। त्यहाँसँग आउने मान्छेहरू, मसँग आएर जोडिएका मान्छेहरू, हामी चाहिँ एकअर्कामा रिलेटेड छौँ र लङ लास्टिङसम्म हामी चाहिँ कस्तो भने एकअर्कामा जोडिएका हुन्छौँ क्या म्याम। कस्तो भने आउनुहुन्छ, आएर आफ्नो सर्भिस लिनुहुन्छ, पैसा दिनुहुन्छ, जानुहुन्छ, हामी त्यसमा इनफ छैनौँ। मसँग जोडिएका मान्छेहरू वर्षौँदेखि पनि जोडिनुहुन्छ र मै भनेर आउनुहुन्छ। अब बिजनेसमा एउटा त्यो किसिमको आत्मीयता पनि हुनुपर्छ जस्तो लाग्छ कि। अब पार्लर भन्ने कुरा त एकचोटि गएर राम्रो भइसकेपछि टाढाबाट पनि त्यहीँ जाउँ जस्तो लाग्छ। हजुर, त्यहाँ पनि त रेगुलर कस्टमर त धेरै हुनुहुन्छ होला पक्कै पनि? रेगुलरै हुनुहुन्छ। कहिले काहीँ फाटाफुट्टा बाटोमा देखेर छिरे भन्ने त कमै हुनुहुन्छ। अनि कस्तो भने मै भनेर आउने अथवा पिएस भनेरै आउने र मेरै पार्लर भनेर आउने मान्छे धेरै हुनुहुन्छ। उहाँहरूले कुर्नुहुन्छ, यदि म छैन भनेपछि पनि कुर्नुहुन्छ र यदि हामीले सर्भिस दिन कुनै बेला असमर्थ भयो भने पनि कुर्नुहुन्छ। र कस्तो भने कस्टमरको हिसाबले त मैले उहाँहरूलाई सेटिस्फाई नै राम्रै गरेको छु जस्तो लाग्छ। उहाँहरू खुसी हुनुहुन्छ जस्तै लाग्छ मलाई। आफ्नो एरियामा बसेर कस्टमरलाई खुसी गराएर आफ्नो जीविकोपार्जन राम्रोसँग भएको छ भनेपछि नयाँ पुस्तालाई पनि त्यही अनुसारले राम्रोसँग गऱ्यो भने चाहिँ यसमा सक्सेस हुन सकिन्छ है भन्ने चाहिँ। अब यस्तो म्याम कस्तो भने खुसी चाहिँ कुन हिसाबले लाग्छ भने आफ्नो घर परिवार बाल बच्चा, घरमा सास ससुरा हुनुहुन्छ, उहाँहरू सबैलाई टाइम म्यानेजमेन्ट गरेर फेरि आफूले पनि अलिकति केही गर्छु भनेर आफू स्वरोजगार भएर 2-4जना स्टाफलाई फेरि त्यहाँनिर पनि रोजगारी दिएर राख्न पाउँदाखेरि त्यो मलाई त एकदमै खुसी लाग्छ। अब मूल्याङ्कन गर्नेहरूले त्यति त के नै गरेको होला भन्ने जस्तो लाग्यो। म मेरो लागि चाहिँ धेरै नै गरेको छु जस्तो लाग्छ कि मलाई चाहिँ। किन भन्दाखेरि एउटा छोरी मान्छेलाई त्यसरी टाइम म्यानेजमेन्ट गरेर त्यति गर्न पाउँदाखेरि म त एकदमै खुसी छु। र घरको काम सकाएर कस्टमरहरूलाई टाइम दिन सक्नु, फ्यामिलीलाई टाइम दिन सक्नु। हजुर, मेरो कारणले 2-4जना स्टाफहरूले रोजगार पाइरहेको छन्, उनीहरूको घरको चुलो बल्याएको छ, त्यो पनि ठुलै कुरा हो होइन। मैले चाहिँ जीवनमा एउटा सफल गृहिणी प्लस एउटा बिजनेस वुमेन प्लस एउटा आमाको भूमिका राम्रै निभाउन सकेको छु म्याम। खुसी लाग्छ, म आफू चाहिँ सन्तुष्ट छु यो कुरामा। हजुर, धन्यवाद। हजुर, श्रोता एवं दर्शकवृन्द, ब्युटिसियन पुनम थापाज्यू निरन्तर हाम्रो संवादमा हुनुहुन्छ। अहिलेलाई भने छोटो विश्राम। पुनः स्वागत छ श्रोताहरू, दर्शकवृन्दहरू। हजुर म्याम, धेरैजनाले युट्युब वा टिकटकमा हेरेर अथवा साथीले यस्तो भन्यो भन्दै एउटा नयाँ जे देख्यो त्यस्तो क्रिमहरू त्यस्तो प्रोडक्टहरू युज गर्ने, त्यही हिसाबले चाहिँ हेयरस्टाइलहरू ट्रिटमेन्टहरू गर्ने पनि एउटा ट्रेन्ड जस्तै चलिरहेछ। अनि त्यसमा चाहिँ कस्ता समस्याहरू आउन सक्छन् है नबुझिकन? कस्तो खालको हेयरस्टाइल छ होइन, हेयर क्वालिटी छ, अनि त्यो पनि थाहा हुँदैन नि त लयमा गर्दा त होइन। अनि कस्तो खालको फेसमा कस्तो क्रिमहरू लगाउने भन्ने पनि थाहा हुँदैन। त्यस्तोलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ?
अब यस्तो म्याम, यो अहिले जुन भाइरल चल्ने भन्नेवाला सिस्टम छ नि हाम्रो हजुरको, अनि अहिले कस्तो भने हामी यही सेक्टरमा वर्षौँ बिताउँदाखेरि पनि कहिलेकाहीँ हामी नै अल्मलिरहेका हुन्छौँ कि कहिलेकाहीँ हामी कन्फ्युज हुन्छौँ, किन भन्दाखेरि त्यसभित्रका कुराहरू डिपली जान नसकेको पनि हुनसक्छ हामी होइन। कहिलेकाहीँ हामी नै पछि परेको हुन्छ भन्दाखेरि एउटा देखेको भरमा सुनेको भरमा ल यसो अनलाइनमा यसरी दिएको छ अरे अथवा भाइरल भएको छ अरे भन्नेको भरमा यसरी लाएर आउने त साँच्चै भन्नु भन्दाखेरि मेरो म्याक्सिमम हुनुहुन्छ नै त्यो भाइरल प्रोडक्टहरू, स्पेसली चाया पोतो त हाम्रो मुख्य समस्यै हो। अनि एकदम छिटो चाया जान्छ भन्ने, हजुर एकदम चाया जान्छ भन्ने, त्यो केमिकलयुक्त क्रिम लगाउने, त्यो लगाइसकेपछि त्यो एक लेयर छाला जान्छ, त्यसपछि गइसकेपछि घामले त्यसलाई त्यसले डढाइदिन्छ, त्यो डढाइसकेपछि डार्क स्पट बस्यो त्यसमा, अनि त्यसपछि समस्या भयो। अनि यो समस्याहरू त बेसी नै आउँछ भाइरल छ भने उहाँलाई चाहिँ बुझाउन धेरै गाह्रो हुन्छ। अनि बुझ्नेले चाहिँ उहाँहरूले बुझ्नुहुन्छ ल ठिकै छ भन्ने किसिमले हुन्छ, अब नबुझ्नेले चाहिँ फेरि कस्तो हुन्छ भन्दाखेरि उहाँहरू लाउनुहुन्छ, त्यसपछि त्यसको साइड इफेक्टहरू त्यो सबै भोग्नुहुन्छ, फेरि फर्केर आउनुहुन्छ, आउने त त्यही नै हो होइन। अरू यो भाइरल ट्रेन्डमा जानेहरू धेरै हुनुहुन्छ, त्यसपछि उहाँले त्यो स्किनहरू बिगारेर कपालहरू बिगारेर त्यसपछि फेरि फर्केर आउने त यही हो, फेरि त्यही हो। त्यही त, अनि त्यसलाई चाहिँ अब त्यो फेसे जलाएको जस्तो छालाहरू नै निस्केको जस्तो होइन। हजुर, यो चायापोतो हटाउने पनि क्रिमहरू बजारमा आइरहेको हुन्छ होइन। यो चायापोतो म्याक्सिमम के गरेर आउँछ होला? त्यो बजारको क्रिमहरूले चाहिँ छिट्टै त्यो हट्छ भन्ने एउटा ट्रेन्ड छ नि, त्यसले चाहिँ कस्तो साइड इफेक्ट गर्छ? यसरी क्लियर गर्छु म्याम हजुरलाई। अब यदि इन्टरनल्ली हाम्रो हेल्थमा कुनै प्रब्लम छैन, हेल्थ इस्यु छैन, लामो समयदेखि बिमारी छैन, पेटको समस्या छैन र बाहिर आउटर आउने भनेको हामीले सनब्लक क्रिमहरू राम्रो खालको युज नगरेर कतिपय कुराहरू चाहिँ कस्तो हुन्छ भने त्यही सेक्टरमा हामी छौँ र जानकार छौँ, त्यो सेक्टरमा नभएकालाई थाहा नहुन सक्छ होइन। क्रिम लिएर आउनुहुन्छ, राति लाउनु है भनेर भनिदिनुहुन्छ होइन, राति नाइट क्रिमहरू प्रायः रातिमा, अनि राति लाउनु है भनेर त्यो दिनुहुन्छ है। त्यो दिइसकिसकेपछि के हुन्छ भन्दा त्यो उहाँले लाउनु भयो राति, तर के नै पछि के हुन्छ त्यो स्किन डढेर ट्यानिङ भएर डढेर त्यो अझै मेरो त भएन भन्दै आउनुहुन्छ। त्यसमा के हुन्छ भन्दाखेरि राति लाउनु भनेपछि त्यो राति त लगाइसक्यो, राति लाउनु भन्ने क्रिम त प्रायः जसो घाममा नदेखाउनु भनेर हुन्छ कि प्रायः जसो, अनि बिहान उठेर त्यो क्लिन गरेर सफा गर्नुपर्ने हुन्छ। अनि उहाँहरूले अब त्यो बिहान त्यो सफा गर्नु भने नि त्यसमा त्यो घामको रेजले झन् इफेक्ट गर्यो, त्यसपछि त्यो स्किन ड्यामेज भयो, त्यो पनि एउटा कारण। अनि हामीले यो प्रपर किसिमको हुन्छ नि क्रिमहरू दिँदाखेरि राम्रोसँग बुझाउन नसके म्याक्सिमम समस्या भनेको चायापोतो नै हो। उहाँले एउटा हाइड्रा फेसियल गर्दा यस्तो ट्रिटमेन्ट गरेको छु म्याम, उहाँले त्यो चायापोतो चाइनिज क्रिम हुनुपर्छ पक्कै पनि, त्यो युज गर्दा 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 उहाँको त्यो उसको के नसा नै देखिने, रगतको नसै देखिने के त्यतिसम्म पातलो भएको के रातो पुरै, उहाँको छुँदा पनि हामीले त्यो टच गर्दा पनि रगत आउँछ कि जस्तो खालको थियो कि। त्यसपछि त्यही चाइनिज क्रिम। हजुर, मैले बिचमै भने जेनरली हेर्दाखेरि नेपालीहरूले चाहिँ अब कुन फेसमा कस्तो फेसमा क्रिम कुन लगाउने भन्ने थाहै नभए पनि क्रिम लगाउने गरिन्छ नि त, क्रिमहरू किन्ने गरिन्छ। जेनरली चाहिँ हामी कस्तो फेसलाई चाहिँ कस्तो क्रिम युज गर्न सकिन्छ? अब यसरी पढ्न जाने मान्छेहरूलाई त कस्तो हुन्छ भन्दाखेरि त्यहाँ लेखि नै राखेको हुन्छ, त्यसमा लेखेको कुरा म्याच हुन्छ, नेपाली फेसलाई म्याच गर्न सक्छ। यदि पढ्न जानिएन भनेपछि अब जस्तै हुन्छ नि सबैजना पढे लेखेको नहुन सक्नुहुन्छ नि त, त्यो क्रिम दिनेवालाहरूले अथवा क्रिम त्यसमा जसले लानेवालाले त्यो बुझाइदिनु पर्छ जस्तो लाग्छ कि मलाई। अनि त्यसमा लेख्न प्रष्ट लेखेको हुन्छ, नर्मल टु ड्राई भनेर दियो भनेपछि हामीले नर्मल टु ड्राईसम्म युज गर्न सक्यौँ, ओइलीलाई ओइली भनेर सकियो, ओइलीलाई ओइली, ड्राई फेसलाई ड्राई, कम्बिनेसन स्किन भनेर कम्बिनेसन स्किनै आउँछ। अब पढे लेखेको मान्छेको लागि त सजिलो भयो, अलिकति हुन्छ नि यो क्रिम लाउनुहोस् ल राम्रो हुन्छ भन्नुहुन्छ, ट्याक्कै त्यो लगेर जानुभयो, त्यो लगेर गयो बिहान लाउने नि थाहा छैन, बेलुका लाउने नि थाहाको छैन, लगाएपछि सफा गर्ने नि थाहा छैन। त्यसको फेरि हाम्रो त्यो स्किन रुटिनको हजुरको एउटा स्किन केयरको एउटा रुटिनै हुन्छ कि, क्रिम मात्रै एउटा क्रिम मात्रै लगेर गऱ्यो त्यो स्किन हुँदैन, त्यसमा हजुरको फेस वास चाहियो, त्यसमा सेरम चाहियो, नाइट क्रिम चाहियो, डे क्रिम चाहियो, अनि सनब्लक चाहियो, त्यो पुरै सेट भएपछि बल्ल त्यसको रिजल्ट बल्ल आयो। भनेपछि क्रिम लगाउँदाखेरि सबै सेट लगाएपछि त्यसको फाइनल रिजल्ट आउने भयो। हजुर हजुर। अनि त्यो कपालमा चाहिँ अब त्यो हामी त अब बिचमा छौँ नि त, अहिलेको मोडर्न जेनेरेसन अब ब्युटिसियनका अब धेरै प्रोडक्टहरू होइन ब्युटी सम्बन्धी, अनि हामी परम्परागत तरिकाले चल्दै आएका ओइल मसाजहरू त्यस्तो पनि गर्छ होइन।
अनि कसैले चाहिँ तोरीको तेलहरू कपालमा लगाउनै हुँदैन भन्ने पनि आइरहेछ अहिले। अनि कसैले चाहिँ अब यो कपाल फुलेको कम गर्नको लागि पनि हैन, अनि कपाललाई स्मुथ गराउनको लागि ओइल मसाज, नरिवलको तेल, तोरीको तेलहरू लगाउन मिल्छ, मसाज गर्न मिल्छ भन्ने पनि छ। त्यो वास्तवमा चाहिँ के होला म्याम? अब यस्तो छ, हामीले पनि भन्दाखेरि चाहिँ तोरीको तेलले चाहिँ अलिकति ड्राइनेस बेसी गराउँछ। अनि हामीले रेफर गर्दाखेरि ओलिभ ओइल, कोकोनट ओइल नै बेसी रिफर गर्ने हो हामीले युज पनि प्राय हो। त्यसो भनेर अब हामीले परम्परागत रूपकोमा त्यसलाई हेला गर्न खोजे त होइन, तर पनि त्यसले चाहिँ कपाललाई अलिकति ड्राइनेस बेसी हुने हुनाले तोरीको तेलले चाहिँ ड्राई गराउने चान्स अनि तपाईँको कोकोनट ओइल अथवा ओलिभ ओइल चाहिँ बेस्ट मान्छौँ क्या हामी चाहिँ। ओलिभ ओइल चाहिँ हामीले म्याक्सिमम युज गर्ने पनि त्यही हो। अहिले त आयुर्वेदिक ओइलहरू पनि टन्नै आइरहेछन् है। अर्को कुरा नि म्याम, हजुर त्यो हामीले यो आँखाको वरिपरि कालो डार्क सर्कलहरू त्यस्तो पनि आउने क्रम चाहिँ एकदमै बढी हुन्छ। अनि त्यसलाई चाहिँ झट्टै अब रातभरि सुतेन डार्क सर्कल आयो, अलिकति थकाइ भयो डार्क सर्कल आयो, झ्यापै त्यसलाई अब कहीँ जानु छ के गर्नु छ तर त्यो डार्क सर्कल नदेखियोस् भन्ने हुन्छ नि, त्यसलाई छिट्टै रिमुभ गर्न सकिने यस्तो म्याम? अब त्यसलाई हामीले टेम्पोररी, अब जस्तै आज तपाईँले प्रोग्राममा जानुभयो, त्यसलाई टेम्पोररी रूपले त कन्सिलरहरू युज गरेर हामीले त्यसलाई छोप्न सक्यौँ, तर त्यसलाई पुरै नै ट्रिटमेन्ट गरेरै हटाउनको लागि त हामीसँग अन्डर आई क्रिमहरू टन्न छ होइन, मार्केटमा आइ पनि रहेछ। हेरेर ब्रान्डेड खालको राम्रो खालको कसले राम्रो त्यसभित्र क्वालिटीवाला युज गर्ने। अब यो आउने भनेको म्याक्सिमम त म्याम त्यही नै हो, रातिको अनिन्द्रा, थकान, पानीको कमी, तिनीहरू नै हो होइन। अब आफ्नो हेल्थपट्टि पनि ध्यान दिनु पर्यो। इन्टरनल प्रब्लम भयो या स्लिपिङ डिसअर्डर यताउता बढी जस्तो चाहिँ रातिको अनिदोले नै हो। कसैको चाहिँ वंशानुगतै हुन्छ म्याम, कसैको चाहिँ वंशानुगत पनि त्यो आउँछ कति पुस्तादेखि होइन भने अनिदो, पानी कमले नै बढी चाहिँ हामीले चाहिँ स्ट्रेसले नै देखिरहेको हुन्छौँ कि। हजुर अनि फेसियल क्रिमहरूमा जाउँ न हजुर, एउटा ब्युटिसियन पनि भएको भएर अनि फेसियल क्रिमहरू पनि बजारमा धेरै खालका छन् होइन। अनि कसैले चाहिँ महँगो फेसियल गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ अनि सस्तो गर्न हुँदैन भन्ने पनि छ होइन। अब महँगो गर्दैमा राम्रो हुने हो कि मिलाएर गरेर राम्रो हुने हो, त्यो चाहिँ खास के हो म्याम? यस्तो म्याम, त्यो महँगो सामान हुँदैमा त्यो राम्रो हुन्छ भन्ने त्यो मान्यता म पनि राख्दिनँ। त्यसभित्रका चिजहरू जुन हुनुपर्ने हुन्छ नि त्यसमा चाहिँ हुने कुराहरू चाहिँ कुन क्वालिटीको छ र के छ त्यसले डिपेन्ड गर्छ। र अर्को कुरा के भने फेसियलको हकमा चाहिँ फेसियल जुन गर्ने एउटा प्रोसेस छ नि, त्यो प्रोसेस वाइज गरेन र त्यसमा त्यो स्टेप पुगेन भने म्याम रिजल्ट आउँदैन। अनि त्यसमा अब किट त अलिकति जस्तै बाहिरको किटहरू कोरियन, अहिले म्याक्सिमम चलेको कोरियन किटहरू, तिनीहरूले तुरुन्तै रिजल्ट देखाउँछ। तर हामीलाई तुरुन्तै जो चिजले तुरुन्तै रिजल्ट देखाउँछ नि त्यो चिजमा चाहिँ अलिकति बेसी केमिकल पक्कै हुन्छ भनेर चाहिँ हामीले बुझ्छौँ कि हामीले चाहिँ। किन भन्दाखेरि केही पनि चिजलाई आयुर्वेदिकले अलिकति बिस्तारै काम गर्छ, तपाईँलाई थाहा छँदैछ नि। तर मेडिकलको छिटो रिजल्ट चाहिएको छ, अहिलेको कस्टमर पनि त्यस्तै हुनुहुन्छ नि म्याम। फेरि मान्छेलाई बाध्यता पनि छ नि अहिलेको जेनेरेसनलाई, अब दिनभरि टायर्ड हुने गरेर काम गरिरहेछ, अब साँझ उनीहरूलाई पार्टीमा जानु पर्यो अनि त्यो फेस त आर्टिफिसियल भए पनि राम्रै देखाउँ भन्ने चाहिँ हुन्छ होइन। यो त एउटा ट्रेन्ड नै भइसक्यो। अनि छिटो रिजल्ट खोज्दा त्यही हो, त्यसमा छिटो रिजल्ट खोज्दा अब बिस्तारै जानियो भने त्यो ट्रिटमेन्ट बेसमै गयो भने पछि लङ लास्टिङ हुने भयो। अनि छिटो जानलाई अलिकति केमिकलहरू बेसी भएको चिजहरूले अलिकति छिट्टै तुरुन्तै रिजल्ट चाहिँ दिन्छ, तर त्यो कुराहरूमा चाहिँ आफू पनि अलिकति होसियार हुनुपर्छ। भनेपछि अनि नेचुरल ब्युटिनेस ल्याउनको लागि चाहिँ के गर्नु पर्छ? नेचुरल ब्युटिनेसको लागि चाहिँ म्याम खानपानमा ध्यान दिनु पर्यो होइन, धुलो धुवाबाट अलिकति बस्नु पर्यो। जस्तै हाम्रो स्किन केयरको रुटिनहरू छ, बिहान दिउँसो बेलुकाको यिनीहरू चाहिँ फलो गर्नु पर्यो। अनि म बेला बेलामा फेसियल गर्नु पर्यो। अनि कतिपय कस्तोसम्म क्लाइन्ट आउनुहुन्छ भन्दा धेरै फेसियल गर्यो भने त छाला पातलो हुन्छ अरे नि भन्ने पनि आउनुहुन्छ कि, एउटा कन्सेप्ट के एउटा त अलिकति नबुझेको पनि हो कि जस्तो पनि लाग्छ। किन फेसियल भनेको त एक किसिमको त कस्तो नि एउटा फेसको मसाज एक्सर्साइज जस्तै त हो नि होइन। तर पनि उहाँहरूले चाहिँ छाला पातलो हुन्छ अरे भन्नुहुन्छ नि, अनि हामीले उहाँलाई बुझाउँछौँ। त्यो हामीले यो गरेर नगरेकोमा डिफ्रेन्सेस त हजुरको 100% नै आउँछ होइन, गरेको फेस र नगरेको फेसमा। नगरिकन त हुँदैन, तर हामीले स्किन रुटिन फलो गर्यो भने म्याम यो चाहिँ मेन्टेन चाहिँ भइरहन सकिन्छ। बुढेउलीलाई त कसैले रोक्न सकिँदैन होइन, तर मेन्टेन चाहिँ भइराखिन्छ कि। भनेपछि फेसियल गर्न आवश्यक छ।
अब क्रिमहरू चाहिँ बिग्रिसकेपछि गर्नुभन्दा म्याम पहिले नै आफ्नो मेन्टेन गर्दै लाने नि। भनेपछि त्यो एज ग्रुप हुन्छ कि कस्तो हुन्छ फेसियल गर्दाखेरि? फेसियल हुन्छ म्याम, अब उसमा कति वर्षपछि फेसियल गर्ने भन्ने खालको पनि हुन्छ होला नि। यो यसको फेसियल किट आउँदाखेरि नै त्यसरी आएको हुन्छ कि म्याम। एन्टी यसरी जस्तै हामी अलिक कम एजको भाइ जस्तो बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ फ्रुट फेसियलहरू गर्छौँ। अलिकति त्यसमा चाहिँ अलिकति केमिकल कम हुन्छ, कम एजको लागि त चाहिँदैन नि। जस्तै एन्टी एजिङ भन्दा 30+ माथिको मान्छेहरूलाई हामीले अब एजिङ सुरु भयो, एन्टी एजिङ चलाउँछौँ होइन। अनि अब स्किन हेरेर कसैको डार्क स्पट छ त्यही अनुसार, वेली स्किन छ त्यही अनुसार होइन, समस्या केही छ त्यही अनुसारले चलाइन्छौँ। हजुर त अब धेरैजनालाई सेटिस्फाई बनाएर लोकल एरियामा ब्युटिसियन भएर गरिरहनु भएको छ, त्यो त एउटा आफैमा च्यालेन्जिङ पेसा पनि हो होइन। अनि नयाँ पुस्तालाई, नयाँ ब्युटिसियनहरूलाई चाहिँ के गर्दाखेरि चाहिँ राम्रो हुँदो रहेछ होइन, आफूलाई पनि टिकाइराख्नलाई सजिलो हुँदो रहेछ भन्ने केही टिप्स दिनुहुन्छ कि? नयाँ आउने भाइ बहिनीहरूलाई विशेष गरी के भन्छु भन्दाखेरि यो सेक्टरमा लाग्दाखेरि चाहिँ अब जस्तै 3 महिना 6 महिना कोर्स गर्ने, 3 महिना गऱ्यो, 3 महिना भनेको एउटा अधुरो सिकाइ हुन्छ। त्यो सिकाइ पछाडि अनि पछि पार्लर खोल्यो, त्यसपछि त्यो बढी म्याक्सिमम समस्या आउने भनेको त्यहाँनिर हो क्या म्याम। कसैको पसलमा काम गरिरहेको छ, पार्लरमा काम गरिरहेको छ, त्यसपछि अलिअलि उहाँले गरेको देख्यो, त्यसपछि उसले त्यो नबुझिकन गयो अर्को ठाउँमा खोल्यो, त्यसपछि त्यहाँ त समस्या पक्कै पनि आउँछ। अर्ध ज्ञान 20 सम्मान भने जस्तै यो सेक्टरमा आउनु छ भनेपछि कम्प्लिट शिक्षा लिनुहोस्। अहिले त हजुरको यो गणेश मानसिंह मेमोरियल कि समथिङ कुनमा हजुरको उनी पढाइ पनि भइरहेछ। कम्प्लिट सिकेर आउनुहोस्, यसमा विज्ञ भएर आउनुहोस्, यही पेसा गरेर पनि बाँच्न सकिन्छ कि मजाले नै। हजुर। अनि त्यो हेयर कपाल त्यो छिटो फुलिरहेको छ नि अहिले त, जस्तो जेनेरेसनमा हेर्दा पनि बच्चामा पनि होइन, टिनेजकोमा पनि, वयस्कमा पनि, वृद्धमा पनि यो कपाल फुल्ने चाहिँ एकदमै बढी भइरहेछ। यो किन यस्तो हुन्छ होला, त्यसलाई कम गर्न कसरी सकिन्छ? केमिकल नै हो म्याम, यो केमिकलसँग बेसी खेल्यो भनेपछि अब यसले अलिक खानपान पनि त्यस्तै छ, हजुरलाई थाहा छँदैछ होइन, हामीले अर्ग्यानिक खान पाउँदैनौँ। अनि त्यसमा विषादी मिसिएको खानेकुराहरू छ, अब प्योर भन्ने कुरा केही खानै पाइँदैन, त्यो पनि छँदैछ। र अर्को कुरा के यसमा कपालमा धेरै केमिकलहरू पऱ्यो भनेपछि यो छिटो त फुल्छ त्यो सियोरै हो। त्यो स्ट्रेट गरिसकेपछि कपाल फुल्यो भन्नेहरू पनि हजुर त्यसमा पनि त्यो चान्सेस हुन्छ। हजुर, जस्तो स्ट्रेट क्रिमहरू बेसी युज गर्ने, हजुरको हेयर कलरहरू बेसी युज गर्ने मान्छेहरूमा चाहिँ छिटो फुल्छ, त्यो भएकै कुरा हो। हुन्छ भनेपछि केमिकलकै प्रब्लम, केमिकलकै हो। अब खानपानहरूले अलिकति त्यसमा प्लस गर्यो। हजुर हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। हाम्रो रेडियो मिरमिरे 89.4 मेगाहर्ज र मिरमिरे अनलाइन हेरेर सुनेर बसिराख्नुभएका श्रोताहरूलाई चाहिँ सधैँ स्वस्थ रहनको लागि कुनै एउटा ब्युटी टिप्स दिनु न म्याम। त्यसको लागि चाहिँ म्याम स्वस्थ खाना, पर्याप्त निन्द्रा, मानसिक शान्ति, यी सबै कुराको सम्मिश्रणले चाहिँ स्वस्थ जीवन बाँच्न सकिन्छ। अब अहिलेकोमा स्ट्रेसहरू कति दौडधुपहरू छ नि त, बेसी कामको स्ट्रेस, सबै कुराको म्यानेजमेन्ट गर्न कति तनाव हुन्छ। अनि खानपानलाई विशेष ध्यान दिनु पऱ्यो। यो गर्मी महिनामा विशेष गरी प्रशस्त पानी पिउँ, आरामको निन्द्रा सुतौँ। निन्द्रा कम भयो भने म्याक्सिमम समस्या आउँछ। अनि त्यसपछि अब उसमा ब्युटी सम्बन्धीको स्किन केयरहरूदेखि लिएर सबै फलो गरौँ, सबै राम्रो हुन्छ। धन्यवाद म्याम। अरू केही भन्नु छ कि? अरू लास्टमा श्रोताहरूलाई चाहिँ सधैँ ब्युटी ह्याप्पी भएर रहिराख्नको लागि मलाई चाहिँ के भन्न मन लाग्छ नि म्याम, हजुर, सुन्दरता भनेको एउटा कसैलाई देखाउनको लागि अथवा कसैलाई आकर्षित गर्नको लागि मात्र, कसैले मलाई हेरिदियोस् भन्नेको लागि मात्रै होइन कि, यो भनेको एक किसिमको कन्फिडेन्स पनि। दुईजना मान्छे, 4जना मान्छेहरूको बिचमा तपाईँ एउटा आफूलाई आउटफिट प्लस ब्युटिनेसलाई ग्रुमिङ गरेर जानुहोस्, त्यहाँनिर त आफूलाई कन्फिडेन्ट पाउनुहुन्छ कि। किन भन्नुहुन्छ भन्दाखेरि यो भनेको एउटा एट्र्याक्सनको एउटा सब्जेक्ट मात्रै होइन, अनि यसले चाहिँ कसैलाई आकर्षित गर्ने भन्ने मात्रै रहँदैन, त्यो पनि सेल्फ कन्फिडेन्स पनि हो कि। त्यही भएर यो चाहिँ एकदम हामीमा हुन जरुरी छ, स्पेसली लेडिजहरूमा हुन धेरै जरुरी छ। यो भने आत्मविश्वास पनि हो, यसलाई चाहिँ आफूले मेन्टेन गरौँ। र यो भनेको एउटा कस्तो हेल्थ वाइज पनि राम्रो कुरा हो नि म्याम, यसले आफूलाई हेल्दी हुन पनि सहयोग गर्छ।
हजुर, हस्, धेरै धेरै धन्यवाद। हुन्छ म्याम, यहाँसम्म अब आएर मेरो 2-4 कुरा राखिदिने मौका दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुर, हामी कार्यक्रमको अन्तिममा छौँ। हस्त श्रोताहरू, आजको लागि कार्यक्रम हेल्थ एन्ड लाइफस्टाइलको निर्धारित समय सकिएको छ। अर्को हप्ता फेरि यस्तै चेतनामूलक स्वास्थ्य एवं सौन्दर्यवर्धक सन्देशका साथमा उपस्थित हुने नै छौँ। प्रविधि र प्रकृतिको सही सन्तुलन मिलाएर आफ्नो विशेष ख्याल गर्नुहोला भन्दै प्राविधिक मित्रलाई धन्यवाद दिँदै म रमा पन्थी बिदा हुन्छु। नमस्कार, धन्यवाद।